यो वाला पिरोगे यो वाला पिरो चाहियो मलाई यो वाला पिरोगे guys, welcome back to my channel. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि फिट एन्ड फाइन छु सो धेरै दिनपछि भेट भयो अब आज चाहिँ भिडियो किन बनाइदिए भनेपछि आज त्यस रुममा कामहरु थियो सो त्यसैले अब कामहरु गर्दा अब भिडियो बनाइदिउ न भनेर हैन अब अरु बेला त त्यो घरमा बसेर झ्याउ लाग्छ है अब के बनाऊ के भिडियो बनाऊ कसरी बनाऊ जस्तो हुन्थ्यो सो आज चाहिँ काम गर्नला जेउस काम गरेको अब देखाइदिउ न भनेर भिडियो बनाउँदै छु सो लास्टमा हेर्दिनु होला सो मैले मुखै दुख्छ नि केही होला सो डोन्ट माइन्ड भिडियोतिर ध्यान दिनु होला है त पानी थापेर नि सक्यो बल्ल बल्ल यो गाख्री झार यो बाल्टिन दुईटा दियो गाह्रो हुँदो रहेछ त यति काम गर्दा नि नसक्दो रहेछ सो है मेरो काम चाहिँ अझै सकेको छैन मेरो काम चाहिँ अझै छ यो कोठाहरू सफा गर्ने यो किचन अनि हल्का सफा गर्नुपर्ने छ धेरै नै सफा गर्नुपर्ने छ अनि यहाँ फोहोर प्याक गरेर फोहोर फाल्नुपर्ने छ अनि यो सब ट्याक्क योहरू मिलाएर अनि चट्ट यो चाहिँ मिलायो अब यो मिलाउनु भएको छ यो बेड अब कोही नसुतिन मिलाइराख्नु पर्यो अनि अरू भने यो यस्तो अब सो है अब एकछिनपछि भेटौँला एकछिन काम गरौँ भने अल्छी लाएर मर्नु हुन्छ यार के साह्रो अल्छी लाग्यो के साह्रो थेट यति साह्रो अल्छी त नलाग्नु पर्ने हो यार गाइज साह्रो अल्छी लाग्यो कसम मर्नु हुँदो रहेछ हो अल्छी लागेर मैले आम्मा तपाईँहरू त हुनु भएको छैन होला अब के भन्नु मैले यहाँ कामहरू भ्याइसकेँ सो है अब भाँडा माझ्न जानुपर्ने हुन्छ म चाहिँ अनि त्यसपछि खाना बनाएर खानुपर्ने हुन्छ म चाहिँ अब भाँडा माझ्छु अनि चाहिँ म यहाँ बाथरुममा आछु अब माथि कौसीमा जाउँ भने लास्टै गर्मी कि बस्नै नसक्दो त्यसैले म चाहिँ यहीँ भाँडा माझ्छु सो किन नसक्थ्यो मलाई सो भाँडा माझेपछि भेट्छौँ भाँडा चाहिँ टन्नै छ त्यो सानो यत्रो छ भाँडा नि जस यो ताने पनि यहाँ सो है अब भाँडा माझेर भेट्छौँ फाइनली गाइज भाँडा धोएर पनि सक्यो भाँडा माझेर पखालेर सबै गरेर सक्यो बल्ल तल्ल अब खान सक्नुहुन्छ सो अब म चाहिँ ब्रस सस गर्नु पर्यो बुक्स धुनु पर्यो झ्याउ भइ लागिसक्यो मलाई त के गर्ने यार गाह्रो छ हौ काम गर्नु नि गाह्रो छ सो है अब ब्रस सस गर्नु पर्ने चाहिँ खाना बनाएको छैन अझै 10:30 भइसक्यो लगभग 10:30 भनौँ 10:30 भइसक्यो अब खानासाना बनाएर नि खानुपर्ने हुन्छ सो है त थोब्रा चाहिँ भगवानले दिएको हो यार गाइस फेरि वेलकम अहिले चाहिँ दिउँसोको
4 जति बज्यो भर्खर खाना खाएर सकियो काम गर्दा यस्तो गर्दा एकछिन सुतेको निन्द्रा पुस्दै गएछ अनि खाना बनाएर खाए अनि त्यस्तै हो 3 बजे त्यस्तै 3:30 बजेतिर खाना बनाएर खाएँ मैले अहिले चाहिँ फिलहाल म ढल्केर मस्त बसिरहेको छु च्याउ लागेर छ है के गर्नु यार अल्छी त भन्नै पर्दैन नेक्स्ट लेभलको अल्छी के आम्मामा सो गाइस है अहिले चाहिँ बेलुका भइसकेको छ यहाँ चाहिँ मासु र खाना यहाँ टुपियाम पाक्दैछ यहाँ एउटा अर्को छ बनाउनु पर्ने हुन्छ अर्को अन्डा यहाँ अन्डा फ्राई हालिसक्यो दुईवटा मासु छ सो हामी यहाँ करेन्ट पाक्दैछ हामी करेन्ट ओ गाइस what is this man करेन्ट यस्तो मिलाएको छ नि कसम है स्वादको हुन्छ एक्लै हुनुको फाइदा यही हो कि टक्क होइन आफू टक्क के खानु मन लाग्यो के होइन च्याट्टैसँगले यसको के अरे मसला सस अनि यो धुलो जोस के हो आधी हाल्यो आधी बाँच्छ लेट्स सी गाइज अब चट्ट बनाएर भेट्छौँ दामी गाइज यो वाला पिरो हो कि यो वाला पिरो चाहियो मलाई यो वाला पिरो हो कि आम्मामा हेर गाइज यतिको पिरो हुनुपर्छ देन आफ्टर भनेको हाम्रो अब सस बाँकी छ हाम्रो सस अब चट्ट काटेर हाल्नुपर्ने हुन्छ मैले चाहिँ यहाँनिर चट्ट काटेँ मैले सस अनि यो टक्क खोलिहालेँ अनि सस त हो ओ माइ गॉड ओहो what is this guys what is this oh this is too much guys this is too much ल यहाँ त रात देखेर यहाँ त पहिलो पो देखिरहेको छ माया कडक्स के हुँदैछ यो म बास्न हेर एक बङ चाहौ सो गाइस अब रेडी गरेर भेट्छौँ सो बल्ल बल्ल रेडी अब हाम्रो यो चाउचाउ करेन्ट 2 पिस मासु अन्डा यो भुटेको भात ग्रेभी अनि मासु खोइ यहाँ छ भित्र छ मासु चाहिँ सो अब म चाहिँ यो भट्टाभट दन्काउँछु है अनि त्यसपछि टिकटकतिर यसो लाइभ बस्नुपर्ने हुन्छ म चाहिँ त्यही हो अब सुरु गरौँ है कहाँदेखि सुरु गरौँ त यहाँदेखि सुरु गरौँ है यार थम्बनेल लिनै बिर्सेछ यार एउटा थम्बनेल लिउँ है 1 2 3 जिक्का सो भाइ मजा आयो यार लाइट पुगेन है झन् कार भइदिएर एउटा रिङ लाइट चाहिँ किन्नै पर्ने हुँदो रहेछ
सो आज के कस्तो गरेँ मैले कस्तो लाग्यो फुल भिडियो हेरिदिनु भयो धन्यवाद भन्छु मेरो टिकटकमा चाहिँ कति 500K लाइक पुगेछ सो थ्याङ्क यू सो मच फर अल इङ्ग्लिस कडा जान्छ सो त्यही है यति भन्दै बिदा गर्न चाहन्छौँ अर्को भिडियोमा भेट्छौँ हस् त धन्यवाद